साथीहरु स्वागत छ फेरि पनि मेरो YouTube च्यानलमा। आज पनि म सधैं चाहिँ एउटा नयाँ भिडियो एपिसोडका साथ आइसकेको छु। आजको यस भिडियोमा चाहिँ मैले तपाईहरुको लागि एउटा महत्त्वपूर्ण जानकारी चाहिँ लिएर आएको छु माउरी सम्बन्धी। अब आजको यो भिडियोको विषयवस्तु भनेको चाहिँ अब कतिपय साथीहरु अब जो चाहिँ सिक्नु भएको छैन अथवा कुनै तालिम बिना चाहिँ माउरी पालिरहनु भएको छ र पहिलो-चोटी अथवा धेर भएको छैन माउरी पालेको भन्ने चाहिँ अब पहिलोचोटी अथवा सुरुमा चाहिँ हामीलाई के हुन्छ भने थाहा हुँदैन। रानी बुढी भयो भने रानीले प्रपरली अथवा राम्ररी काम गरेको हुँदैन। त्यसपछि त्यहाँनिर रानी कोष बनाउँछ, एउटा त्यसलाई चाहिँ सेल भनिन्छ, क्वीन सेल भनिन्छ। अनि त्यस्तो कोषबाट चाहिँ रानीहरू उत्पादन हुन्छ अनि माउरीहरू छुटेर जान्छ। अब माउरीको गोला धेर भयो अथवा गोलाहरुमा धेरै माउरी भयो र त्यसलाई विभाजन गर्नुपर्ने अवस्था आयो भने चाहिँ उनीहरुले आफै क्वीन सेल बनाएर क्वीनको उत्पादन गर्छ, रानी उत्पादन गर्छ। त्यसपछि गोला छुटेर जान्छ अनि माउरी एकदमै थोरै मात्रामा हुन्छ, कामै नलाग्ले हुन्छ। अब नयाँ त्यही पनि नयाँ क्वीन नयाँ रानी आफ्नो घरभित्रै बसिरह्यो भने चाहिँ ठिकै छ। तर अब पुरानो क्वीन चाहिँ बस्यो भने चाहिँ अब गाह्रो हुन्छ। त्यस्तो अवस्थामा चाहिँ पुरानो क्वीनले प्रोपरली काम नगर्ने, अण्डाहरू पनि एकदमै कम मात्रामा पार्ने अनि गोलाको कहिले पनि वृद्धि नहुने हुन्छ। त्यस्तो अवस्थामा चाहिँ अब हामीले मह उत्पादन गर्न सक्दैनौँ। त्यही भएर आजको यस भिडियो मार्फत चाहिँ म रहेर तपाईहरुलाई अब रानी बनाउँदैछ या छैन, रानी कोष बनाउँदैछ या छैन, तयार गर्दैछ या छैन, सेल त्यो रानी सेलहरू, रानीको सेलहरू चाहिँ त्यो सेलहरू चाहिँ तयार भइरहेको छ भने त्यसलाई के गर्ने अथवा कसरी व्यवस्थापन गर्ने अथवा के गरेर चाहिँ आफ्नो गोला आफ्नो माउरीलाई चाहिँ अथवा आफ्नो घरमा भएको माउरीलाई चाहिँ कसरी यथावत राख्न सकिन्छ भनेर चाहिँ म तपाईहरुलाई यस भिडियो मार्फत गएर जानकारी दिन चाहन्छु। अब सबैभन्दा पहिला कसरी थाहा पाउने क्वीन सेलहरू बन्दैछ कि छैन भनेर म तपाईहरुलाई भन्न चाहन्छु। अब के हुन्छ भने अब यसको लागि पहिलो कुरो तपाईहरुलाई सिजन थाहा हुनुपर्छ। क्वीन सेल बनाउने सिजन अथवा रानी उत्पादन हुने सिजन। अब त्यो सिजन भनेको चाहिँ हामीले विन्टर सिजनको अन्तिमतिर र समर सिजनको सुरुमा भन्दा यसलाई यसरी बुझ्नु होला। जाडो महिनाको अन्तिम र गर्मी महिनाको सुरुवाती चरणमा चाहिँ यिनीहरूले रानी उत्पादन गर्छ। समय थाहा भएन कुन समयमा लाउँछ भनेर। अब हामीले अर्को उपाय चाहिँ के लाउन सक्छौँ भने अर्को उपाय चाहिँ भाले माउरीहरू एकदमै कालो भन्छ। अब त्यो कालो हुन्छ, त्यो कालो माउरीहरू चाहिँ भाले माउरी हो। अनि त्यस्तो माउरीहरूको सङ्ख्या चाहिँ अत्याधिक बढिरहेको छ घरको गोलामा भने चाहिँ अब त्यो कालो माउरीलाई वाच गर्नु पर्यो, हामीले हेर्नु पर्यो। अब त्यस्तो माउरी चाहिँ एकदमै बढी मात्रामा चाहिँ बढिरहेको छ भने चाहिँ त्यस्तो अवस्थामा पनि हामीले त्यसको ढक्कानी खोलेर चेक गर्नुपर्ने हुन्छ। अब रानी सेल बन्दैछ कि छैन भनेर। अब रानी सेल कसरी बनाउँछ त्यो चाहिँ म अहिले तपाईहरुलाई प्रत्यक्ष भिडियो मार्फत देखाउँछु कस्तो हुन्छ भनेर। कतिजनाले त देख्नु पनि भएको छैन होला। अब तपाईलाई लाग्छ तपाईको घरमा चाहिँ माउरीहरूको सङ्ख्या धेरै भयो जस्तो लाग्छ भने अब त्यतिखेर पनि चाहिँ क्वीन सेल चाहिँ बनाउँछ, क्वीनहरू रानीहरू उत्पादन गर्छ। किनभने त्यो समयमा चाहिँ एउटा मात्रै राणाले त्यो गोलालाई ठेक्न सक्दैन, सञ्चालन गर्न सक्दैन त्यो राज्यलाई भने अर्को पनि क्वीनहरू चाहिँ निकाल्ने अब जनता त्यो बीहरूले चाहिँ निर्णय गरेर क्वीन सेल बनाउँछ है त। अब कहिले तपाईहरुलाई लाग्ला धेरै नहुँदा पनि अब थोरै छ र पनि रानीको सेलहरू उत्पादन गरिरहेको हुन्छ किन होला जस्तो लाग्छ भने त्यो चाहिँ के हुन्छ भने रानी क्वीन चाहिँ बुढी हुन्छ अनि प्रोपरली काम गर्दैन, अण्डा उत्पादन गर्दैन अनि भन्ने जस्तो काम पनि गर्दैन। अनि त्यस्तो अवस्थामा चाहिँ अब गोला वृद्धि पनि हुँदैन र त्यहाँका माउरीहरूले त्यो क्वीनलाई मन पराउँदैन। अनि त्यस्तो अवस्थामा चाहिँ उनीहरूले अर्कै क्वीन बनाउनलाई क्वीन सेल बनाउँछ र छुटेर जाने पनि हुन्छ है त। त्यो पनि एउटा कारण हो। अब समग्रमा हाम्रो विषयवस्तु भनेको आजको क्वीन सेल देखिएमा त्यसलाई के गर्ने भन्ने विषयवस्तुमा म कुरा गर्न चाहन्छु। अब यहाँनिर क्वीन सेल कस्तो हुँदो रहेछ म देखाउन चाहन्छु।
सायद मलाई शङ्का चाहिँ लागेछ मेरो यहाँनिर हेर्नु होला मजाले यो एउटा परम्परागत घार हो यहाँनिर हेर्नुहोस् यहाँनिर पुरै अब अहिले चाहिँ साँझ पर्यो र मैले चाहिँ यसलाई हेर्ने विचार गरेको छु तर अब साँझ नपरेको भए यहाँनिर निकै माउरीहरूको चलपल थियो अब भाले माउरीहरू पनि एकदमै धेरै छ अब यो सिजन भनेको फेरि फागुनको सिजन हो अब फागुनमा चाहिँ एकदमै धेरै क्विन सेलहरू लागेको पनि देख्न सक्छौँ अब यतिखेर चाहिँ रानीहरू पनि उत्पादन गर्छ म यसलाई खोलेर देखाउँछु अब साथीहरू कतिको रहेछ त कस्तो हुँदो रहेछ तपाईहरुलाई देखाउँछु पनि अनि त्यसलाई चाहिँ के गर्ने भनेर चाहिँ म तपाईहरुलाई देखाउँछु है त साथीहरू भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला अनि च्यानलमा चाहिँ कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला है त साथीहरू अब भने चाहिँ साथीहरू मैले बारी भएर अब यहाँनिर तपाईहरुलाई हेर्नु होला साथीहरू यसलाई खोलेर हेरौँ पहिला यहाँ हेर्नु होला साथीहरू यो क्विन सेल हो अब यसरी बनाएको छ भने चाहिँ यसो गरेर हामीले चाहिँ यसलाई झिक्दिनु पर्ने हुन्छ यहाँ हेर्नु होला पुरै टुप्पो छ यसलाई क्विन सेल भन्छौँ हामी अब यो क्विन सेल चाहिँ यो चाकाको मुनतिर लागेको हुन्छ अब यहाँ हेर्नु होला है त साथीहरू यहाँ दुईटा मैले राखिसकेको अवस्था छ त्यस्तै गरी साथीहरू यहाँ अर्को पनि म निकाल्न गइरहेको छु ल हेर्नुहोस् साथीहरू यसको अब यस्तो अवस्था छ भने चाहिँ यो चाहिँ निक्लिसकेको हो अब यो क्विन निस्किसक्यो यहाँ आधी मौरी भागिसक्यो साथीहरू त्यसरी बुझ्नुपर्छ यसलाई पनि मैले यहाँ राखेँ हेर्नु होला त्यस्तै गरी अरू थुप्रै लागेको रहेछ साथीहरू यहाँनिर हेर्न सक्नुहुन्छ म तपाईहरुलाई देखाउँछु यहाँनिर हेर्नु होला यहाँ थुप्रै लागेको छ यो मुनि लागेको जति सबै यो क्विन सेल हो है त साथीहरू हेर्नु होला यो माथि लागेको बच्चा हो मुनि लागेको क्विन सेल हो यो पनि निक्लिसकेको रहेछ मैले हेर्न एकदम ढिलो गरेछु माउरी भागिसकेको अवस्था रहेछ अरू पनि हेरौँ यो निक्लिन बाँकी छ त्यस्तै गरी अब हात पस्न छोडो अब जुन चाहिँ यसलाई यसले कोट्याएर म निकाल्छु एउटा दुईटा यहाँ हेर्नुहोस् है त तीनटा अब यो पनि रानी निकालिसकेको रहेछ यो निकालेर घार छोडेर भागिसकेको हो अब यसले निकाल्न बाँकी छ यहाँ निकालेको छैन यो त्यस्तै गरी यो पनि साथीहरू निक्लेर कतिपय असफल हुन्छ यिनीहरू असफल हुन्छ र कतिपय सफल भएर भागिसकेको हुन्छ है त साथीहरू धुवा अलिक सिद्धेछ अब साथीहरू मलाई चिल्नु खोज्दैछ यहाँदेखि चाहिँ निक्लिसकेको हो कि निक्लिनु बाँकी छ अहिले हेर्नु होला साथीहरू यहाँ हेर्नु होला क्विन सेलहरू कति भइसकेको छ एकपट्टिदेखि हेर्दाखेरि यति निस्क्यो अब अर्कोपट्टिदेखि पनि हेरेर देखाउँछ साथीहरू कति निस्किँदो रहेछ म तपाईहरुलाई टोटल देखाउँछु है त अब भने चाहिँ साथीहरू म अर्को पाटामा नि आइसकेको छु अघि उत्ताल्लो पाटामा थिएँ अब यताको पाटादेखि हेर्छु कति चाहिँ यिनीहरूले क्विन सेल लागेको रहेछ है त साथीहरू अब यहाँनिर पनि हेरिहालौँ कति छ यहाँनिर हेर्नु होला है माउरीको यहाँ छ यतापट्टिदेखि खासै नदेखिने रहेछ ल हेर्नुहोस् है त साथी यो एउटा अब निस्किन आँटेको हो कि के हो यो अहिले देखाउँला र साथीहरू यहाँ चाहिँ अब एउटा मात्रै रहेछ मैले एउटा निकालिसकेको छु अब यो एउटा मात्रै भएको कारणले चाहिँ मैले अब यसलाई बन्द गर्छु अब साथीहरू मैले तपाईहरुलाई यस भिडियो मार्फत रहेर अब क्विन सेल अब भयो भने चाहिँ रानीहरू उत्पादन हुने अनि त्यस पछाडि अब
घरमा चाहिँ थोरै मात्रै माउरीहरू चाहिँ रहने भएका कारणले चाहिँ तपाईहरुले चाहिँ अब यस्तो अवस्थामा क्वीन सेल चाहिँ तपाईहरुको अब आयो क्वीन सेल यसरी देखा पर्यो भने यसरी हुन्छ क्वीन सेल अब देखा पर्यो भने तपाईहरुले चाहिँ यसरी चुट्टाएर फाल्नुपर्ने हुन्छ अनि यसरी चुट्टाएर फाल्नुभयो भने चाहिँ तपाईहरुलाई नै फाइदा हुन्छ है त साथीहरु अब म कतिवटा क्वीन सेल छ तपाईहरुलाई देखाउन चाहन्छु तपाईहरुलाई अघि देखाएको अनुसार चाहिँ कतिवटालाई चाहिँ पुरै गनेर म देखाउँछु एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा 9 10 11 एउटा चाहिँ माथि नै झर्यो मैले भेटिन अब कतिवटा छ रहेछ कतिवटा छैन रहेछ हेरौँ है त यो गइसकेको रहेछ यहाँनिर हेर्नु होला खुल्ला छ यो अब यिनीहरुमा हेरौँ के रहेछ ल यहाँ हेर्नुहोस् है त यो चाहिँ एउटा रानाको लार्भा अवस्था छ यो चाहिँ अलिक ठुलो हुन्छ अरु माउरीहरु भन्दा अब यसलाई चाहिँ खानुपर्छ ल अब हेरौँ है त अर्को पनि छ कि ल यो भर्खर यत्रो हुँदै रहेछ यहाँ हेर्नु होला हातमा देखाउँछु म तपाईहरुलाई यो यत्रो रानी नै हो यो क्वीन सेल हो अब यो धेरै दिन भनेको 6-7 दिन 8-9 दिनमा त हुर्केर जान्छ होला यसलाई पनि खाइहाल्ने दुईटा रानी खाए अब तपाईहरुको पनि यसरी नै अब गोला छुटेर चाहिँ गोला तपाईहरुको माउरीको गोला चाहिँ कम भएको छ थोरै भएको छ भने चाहिँ तपाईहरुले बेलैमा यसरी हेरविचार गरेर क्वीन सेललाई चाहिँ थुतेर फ्याल्दिनु पर्ने हुन्छ निकालेर फ्याल्दिनु पर्ने हुन्छ तपाईहरुलाई भिडियोमा देखाएको जस्तै क्वीन सेल चाहिँ चाकाको सबसे मुनि बटम पार्टमा हुन्छ सबैभन्दा तल्लो पार्टमा हुन्छ त्यसलाई चाहिँ तपाईहरुले केहीले घोचेर अथवा हातैले निकालेर पनि फाल्न सक्नुहुन्छ जसले गर्दा चाहिँ तपाईहरुले अब गोलालाई यथावत राखेर मह उत्पादन गर्न सक्नुहुन्छ आजको जानकारी तपाईहरुलाई कस्तो लाग्यो यदि जानकारी मन पर्यो भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला अब अर्को भिडियोमा चाहिँ अर्को एपिसोडमा चाहिँ यो भन्दा अझै रोचक माउरी सम्बन्धी जानकारी लिएर तपाईहरुको सामने उपस्थित हुनेछु त्यतिन्जेलसम्मको लागि चाहिँ बिदा चाहन्छु।